धेरै क्वेसन आउँछ केटी मान्छेले काठमाडौँ यत्रो घर कसरी बनाउन सक्छ छाला बेचेर बनाएको मेरो छाला कहीँ काटै छैन मैले सो मलाई चाहिँ त्यो कस्तो डिस्ट्रेसफुल लाग्यो क्या भने म त ओके कस्तो कस्तो कमेन्ट हैन कमेन्ट थाहा भयो नि त त्यो कुराहरु त हैन यत्रो विदेशमा गएको छ प्रोग्रामहरु गरेको छ हैन पहिला म एक दिन 30 दिनमा 30 दिनै म काम गर्थेँ म्युजिक भिडियो काम म्युजिक भिडियो प्लस तपाईं त स्टेज शोहरु पनि गर्नुहुन्छ नि त हैन अनि धेरै क्वेसन आउँछ केटी मान्छेले काठमाडौँ यत्रो घर कसरी बनाउन सक्छ छाला बेचेर बनाएको मेरो छाला कहीँ काटै छैन मैले सो मलाई चाहिँ त्यो कस्तो डिस्ट्रेसफुल लाग्यो क्या भने म त ओके कस्तो कस्तो कमेन्ट हैन कमेन्ट थाहा भयो नि त त्यो कुराहरु त हैन यत्रो विदेशमा गएको छ प्रोग्रामहरु गरेको छ हैन पहिला म एक दिन 30 दिनमा 30 दिनै म काम गर्थेँ म्युजिक भिडियो प्लस तपाईं त स्टेज शोहरु पनि गर्नुहुन्छ नि त हैन अनि धेरै क्वेसन आउँछ केटी मान्छेले काठमाडौँ यत्रो घर कसरी बनाउन सक्छ छाला बेचेर बनाएको मेरो छाला कहीँ काटै छैन मैले सो मलाई चाहिँ त्यो कस्तो डिस्ट्रेसफुल लाग्यो क्या भने म त ओके कस्तो कस्तो कमेन्ट हैन कमेन्ट थाहा भयो नि त त्यो कुराहरु त हैन यत्रो विदेशमा गएको छ प्रोग्रामहरु गरेको छ हैन पहिला म एक दिन 30 दिनमा 30 दिनै म काम गर्थेँ म्युजिक भिडियो प्लस तपाईं त स्टेज शोहरु पनि गर्नुहुन्छ नि त हैन अनि धेरै क्वेसन आउँछ केटी मान्छेले काठमाडौँ यत्रो घर कसरी बनाउन सक्छ छाला बेचेर बनाएको मेरो छाला कहीँ काटै छैन मैले सो मलाई चाहिँ त्यो कस्तो डिस्ट्रेसफुल लाग्यो क्या भने म त ओके कस्तो कस्तो कमेन्ट हैन कमेन्ट थाहा भयो नि त त्यो कुराहरु त हैन यत्रो विदेशमा गएको छ प्रोग्रामहरु गरेको छ हैन पहिला म एक दिन 30 दिनमा 30 दिनै म काम गर्थेँ म्युजिक भिडियो प्लस तपाईं त स्टेज शोहरु पनि गर्नुहुन्छ नि त हैन अनि धेरै क्वेसन आउँछ केटी मान्छेले काठमाडौँ यत्रो घर कसरी बनाउन सक्छ छाला बेचेर बनाएको मेरो छाला कहीँ काटै छैन मैले सो मलाई चाहिँ त्यो कस्तो डिस्ट्रेसफुल लाग्यो क्या भने म त ओके कस्तो कस्तो कमेन्ट हैन कमेन्ट थाहा भयो नि त त्यो कुराहरु त हैन यत्रो विदेशमा गएको छ प्रोग्रामहरु गरेको छ हैन पहिला म एक दिन 30 दिनमा 30 दिनै म काम गर्थेँ म्युजिक भिडियो प्लस तपाईं त स्टेज शोहरु पनि गर्नुहुन्छ नि त हैन अनि धेरै क्वेसन आउँछ केटी मान्छेले काठमाडौँ यत्रो घर कसरी बनाउन सक्छ छाला बेचेर बनाएको मेरो छाला कहीँ काटै छैन मैले सो मलाई चाहिँ त्यो कस्तो डिस्ट्रेसफुल लाग्यो क्या भने म त ओके कस्तो कस्तो कमेन्ट हैन कमेन्ट थाहा भयो नि त त्यो कुराहरु त हैन यत्रो विदेशमा गएको छ प्रोग्रामहरु गरेको छ हैन पहिला म एक दिन 30 दिनमा 30 दिनै म काम गर्थेँ म्युजिक भिडियो प्लस तपाईं त स्टेज शोहरु पनि गर्नुहुन्छ नि त हैन अनि धेरै क्वेसन आउँछ केटी मान्छेले काठमाडौँ यत्रो घर कसरी बनाउन सक्छ छाला बेचेर बनाएको मेरो छाला कहीँ काटै छैन मैले सो मलाई चाहिँ त्यो कस्तो डिस्ट्रेसफुल लाग्यो क्या भने म त ओके कस्तो कस्तो कमेन्ट हैन कमेन्ट थाहा भयो नि त त्यो कुराहरु त हैन यत्रो विदेशमा गएको छ प्रोग्रामहरु गरेको छ हैन पहिला म एक दिन 30 दिनमा 30 दिनै म काम गर्थेँ म्युजिक भिडियो